What's up guys, welcome to my mini vlog है यो चाहिँ मेरो सानो मिनी भ्लग हो अबबाट चाहिँ युट्युबमा अलिकति टाइम दिन पर्यो हैन अलि दोमन भयो कि टिकटकमा गर्ने कि युट्युबमा गर्ने कि केमा गर्ने भनेर अलि दोमन भयो थियो अब आज फेक भाइलाई बोलाए हैन फेक भाइलाई बोलाएर चाहिँ अब युट्युबमा गरौँ मेरो ड्रिम चाहिँ खास युट्युबै हो है मेरो ड्रिम चाहिँ युट्युबै हो युट्युबमा अलिकति फोकस गर्ने हैन त्यही हो गाइस अब मरि लाने के छ र भोलिको दिनमा गएर नि यसो एक दुईजनाले धेरै चिनोस् भन्ने चाहना हो त्यस्तो त्यो युट्युबबाट त्यो पैसा कमाएर यो गर्छु त्यो गर्छु भन्ने सोच चाहिँ कति पनि छैन त्यो लेभलमा पुग्न अलिकति गाह्रै होला हैन जस्ट अलिकति धेरैजनाले चिनोस् अहिले 5जनाले चिन्छ भने युट्युबमा 1000जनाले चिनोस् भन्ने चाहिँ मेरो सोच हो त्यसले गर्दाखेरि अब म युट्युबमा चाहिँ अलिकति अपडेट दिन्छु तपाईँहरूलाई हैन त्यही हो अब क्यामेरा स्यामेरा यहाँले अब ब्लगिङको लागि के चाहिने कुराहरू हो त्यो चाहिँ मैले अलि सुस्तरी जोड्दैछु हैन सुस्तरी जोड्दैछु एकैचोटि जोड्न अलिक गाह्रै हुन्छ महँगो महँगो सामान हैन अनि मैले एउटा बुझेको कुरा के मैले नबुझेको कुरा क्यामेराहरू भन्दा पनि एसेसरिजहरू चाहिँ वाइलै महँगो रहेछ यार कसम यार यस्तो महँगो है त्यही हो आजको दिन के कसरी जान्छ म तपाईँहरूलाई भन्ने छु है मेरो दोकान चाहिँ यही नै हो हैन अहिले चाहिँ म यतै बस्छु एस म्याचिङ गङ्गापुमा अब असनको दोकान नै बेच्न राखेको छु अब हेरौँ के हुन्छ हैन असनमा अब अलिकति एकजनालाई धेरै ह्याम्पर भयो अब दाइ भाउजू होलसेल बस्नुहुन्छ हैन अब बुढी पनि अब छोरा सानो भएर अहिले पहिला बुढीले एउटा दोकान धानिदिन्थ्यो अब अलि वर्ष अब छोरा ठुलो नभइन्जेल अब बाबु ठुलो नभइन्जेल अब त्यही बस्नु पऱ्यो त्यसले गर्दाखेरि अब बौद्ध र गङ्गापु मात्रै गर्ने मेरो प्लान छ त्यही हो धेरै ठाउँमा अब हात नहाल्ने हैन त्यही हो ल आजको दिन कसरी जान्छ के जान्छ म तपाईँहरूलाई जस्ताका त्यस्तै देखाउने छु सो गाइस मेरो भिडियो एडिट गर्ने चाहिँ हाम्रो फेक भाइ हैन अनि फेक भाइ चाहिँ लगभग हामी चिनेको कति भयो 5 वर्ष नर्मली 4-5 वर्ष भयो हैन 4-5 वर्षमा चाहिँ कसरी चिनेको कसरी भेटेको भन्दाखेरि ऊ चाहिँ मेरो खास कस्टमर हो कपडा किन्न आउने मेरो टिकटक हेर्ने हैन अनि टिकटकमा कमेन्ट गर्ने लाइभ सेयर गर्ने जसले एकदम हेल्प गर्यो त्यसपछि चाहिँ आयो अनि आउँदाखेरि त्यतिखेर बौद्धमा सानो दोकान थियो अब एकदम भाइरल थियो अलिक चलेको थियो हैन अनि त्यसले गर्दाखेरि चाहिँ मैले 2जना भाइहरू राखेको थिएँ त्यत्रो सानो पसलमा पनि 2जना भाइ प्लस मसँग 3जना हुन्थ्यो हैन तर पनि हामीसँग अलिकति भाइहरूको चाहिँ अलिक कमी भयो कि अलिकति म्यानेजमेन्ट पुगेन अनि त्यसपछि मैले चाहिँ फेकलाई चाहिँ रिक्वेस्ट गरेँ अनि फेरि ऊप्रति चाहिँ मलाई फेरि एकदम विश्वास हैन हुन्छ नि त्यो फर्स्टचोटि भेट्ने बित्तिकै त्यो के भन्छ एकदम नेगेटिभ हैन पोजिटिभ इङ्ग्लिसमा भन्छ एकदम पोजिटिभ भाइब्स के हुन्छ नि लाइक यो मान्छे चाहिँ है गुड छ अनि उसलाई मैले रिक्वेस्ट गरेँ ल यसरी बस्थ्यो यस्तो 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 भने होइन त्यतिखेर मैले उसलाई राख्ने बेलामा उसलाई स्यालेरी म यदि दिन्छु नि भनेन उसले कति दिनुहुन्छ नि भनेन होइन टक्क महिना बढी ल है ल पकेट खर्च तर उसको काम फेरि दोकानमा काम गर्ने होइन उसले फेरि टक्क बस्दिने यताउता म्यानेज हेरिदिने होइन जस्ट त्यहाँबाट चिनेको अहिले अब हाम्रो बिचमा गएर ऊ अलिकति बिजी भयो दिदी आएको होइन पढाइ चढाइ अब ट्युसन दिदी आउनु भयो बाहिरबाट भएको दिदी अनि त्यसपछि त्यसले गर्दा फेरि 1-1.5 वर्ष है 1-1.5 वर्ष चाहिँ हामी छुट्यौँ फेरि हामी अहिले एक भएको छौँ होइन मेरो भिडियो एडिट गर्ने उहाँ हो र अनि ल आज चाहिँ भाइ तिमी असन जाने है भाइको ज्याकेट हेर्नु होइन के ज्याकेट है याकुजा जापानिज ज्याकेट भाइको ज्याकेट दामी छ होइन ज्याकेट नजानु भाइले बेचेर खाइदिन्छ अरे मान्छे यदि बाटो छ होइन अनि त्यसपछि आज हामी चाहिँ खास ऊ चाहिँ असन जान्थ्यो फेक भाइ आज मैले यहाँ बस्ने निर्णय गऱ्यौँ अनि उहाँ हाम्रो म्यानेजर साहब यहाँ हुनुहुन्छ गङ्गापुको यता हेर न फेरि केटी मान्छे जस्तो नभाउ न भाइ यार प्लिज यार क्यामेरा तिमीहरू किन लाज मान्छ भनेको ल उहाँ चाहिँ म्यानेजर होइन त्यसपछि म अब तपाईँहरूलाई देखाउँछु मेरो अर्को स्नेकर्सको डिपार्ट होइन स्नेकर्स अब जुत्ताहरूको होइन त्यही हो अलिकति क्यामेरा एङ्गल मिलाऊँ होइन ल अब तपाईँहरूलाई म देखाउँछु तिमी इन्भाइट गर्दै गर म त्यो बुझ्दैछु ल है र अनि हाम्रो चाहिँ गङ्गापु छ नि गङ्गापुबाट तपाईँको अलि टल्क्यो होइन गङ्गापु यो भइहाल्यो तपाईँको गङ्गापु यो भइहाल्यो गङ्गापुबाट गनी 7वटा घर अगाडि यता तपाईँ यता गयो भने थमेल जानुहुन्छ यता थमेल जानुहुन्छ रेडन कलेज जानुहुन्छ होइन जस्तो यो गङ्गापु चोक भयो भने तपाईँको 6
6वटा 7वटा घर 6वटा 7वटा घर अगाडि राइट साइडमा एस म्याचिङ यता देख्नुहुन्छ होइन यो वालमा तपाईँले 23 देख्नुहुन्छ होइन ल एस म्याचिङ होइन अनि स्नेकर्स चाहिँ हाम्रो यही ट्रान्सेकै नै हो यो भयो अनि यतापट्टि भित्ताको यो भइहाल्यो ल स्नेकर्स चाहिँ यही हो होइन भाइले सफा गर्दैछ अहिले यहाँ गोदाम छैन हाम्रो गङ्गोबुमा गोदाम छैन त्यसले गर्दाखेरि कपडाहरू चाहिँ लथालिङ्ग छ होइन यसरी बुझ्नुहुन्छ भाइ एकैछिन है ल स्नेकर्सको यहाँ मजाले देख्न सक्नुहुन्छ होइन अनि क्याबहरू पनि बबाल छ क्याबहरू पनि बबाल छ क्याबहरू ल क्याबहरू पनि बबाल छ होइन तपाईँहरूलाई थाहै नै छ होला मेरो कस्टमरहरूलाई चाहिँ म्याक्सिमम् कस्टमरहरूलाई चाहिँ थाहा छ क्याब चाहिँ म अलिकति म राम्रै खालको बेच्छु भने सबैलाई थाहा छ होइन ल क्याब चाहिँ मैले अलिकति राम्रै खालको बेच्छु भने थाहा छ सस्तो खाले क्याब चाहिँ म बेच्दिनँ होइन त्यही हो ल त्यसपछि अब म तपाईँहरूलाई अलिकति स्नेकर्सहरू न्यू कलेक्सनहरू देखाइदिन्छु 11 रिस्टक भइसक्यो 12 महिना बिक्री भइहाल्यो होइन अनि त्यसपछि भइहाल्यो तपाईँहरूको स्नेकर्सहरू यता टन्नै छ होइन मजाले हुन्छ कपडाहरू यहाँ गोदाममा भएर बिजोग छ है अहिले गोदाम नभएर बिजोग छ गोदाम अलिकति नजिक खोज्न पर्ने भएछ है यहाँकै इन्चार्ज चाहिँ उहाँ हुनुहुन्छ नाम भन्थ्यो तिम्रो प्रकाश बानिया हाम्रो बानिया दाइको होइन आफन्त भन्नुहुन्छ ल हाम्रो के दाइ रे कस्तो नाम दाइको सिसन बानिया हाम्रो दाइको चाहिँ आफन्त भन्नुहुन्छ ल यो भइहाल्यो स्नेकर्स हाम्रो डिपार्ट है स्नेकर्सको सेक्सन त्यही हो गाइज अबबाट चाहिँ म पनि अब लगभग युट्युबमा अलिकति एक्टिभ हुने म कोसिस चाहिँ गर्छु होइन कोसिस भन्नाले अब हुन्छु म हुनैपर्छ अहिलेको टाइममा सोसल मिडियामा जो छ उहाँ हुनुहुन्छ सोसल मिडियामा जो छैन उसको अस्तित्व छैन भने जस्तै कि होइन कसैलाई मनपर्छ कसैलाई मन पर्दैन होइन त्यही हो अब मलाई चाहिँ पहिलेबाट मनपर्ने हो अलिकति बोल्नुपर्छ मलाई होइन त्यही भएर दाइले जमानामा योभन्दा लगभग 8-9 वर्ष अगाडि दाइले होलसेल गर भन्ने बेला मैले रिटेल गर्छु भन्ने कारण चाहिँ यही हो होलसेलमा चाहिँ कस्तो हुन्छ भने एकचोटि सामान आउँछ कस्टमर आउँछ सामान सकियो रिटेलमा त मान्छे आइरहेको छ बोलिराख्नुपर्छ नि त त्यही हो अनि अहिले आए फेरि रिस्टक गरेको छ हामीले यो ओलोको चप्पलहरू होइन सिल्भरहरू है अनि अमेरिको अनि क्रक्स अब धेरै छैन यो रिस्टक हुनसक्छ चान्स छ धेरैजनाले डिमान्ड गर्नुभयो है ल गाइस है मैले आज अलिकति खाना खाएको थिएन होइन हेलमेट नि यस्तो छ यार गरिब भयो के गर्ने खाना खाएको थिएन अब हेलमेट कस्तो के नमिले त्यही पनि हाम्रो कान्छो दाइले गिफ्ट गरेको हजुर यो पनि होइन म फेरि यो कस्तो मेरो के हो कि अब चाहिने कुरोमा खर्च गर्दिनँ होइन नचाहिने कुरा नचाहिने भने त्यस्तो नचाहिने कुरा पनि त होइन हुन त अलि आफूलाई आवश्यक कुराहरूमा मलाई फेरि खर्च गर्न लोभ लाग्छ आज म खाजा खाँदै जाँदैछु हाम्रो के दाइरे त नेवारी खाजा खाँदा पासा नेवारी है तपाईँ गङ्गोपुर टाउन प्लानिङको नजिक हुनुहुन्छ सामाकोसी गङ्गोपुरको नजिक हुनुहुन्छ भने तपाईँलाई म नेवारी खाजा खाएर आज मिठो ठाउँमा लाँदैछु सो गाइस अब हेरौँ है यहाँ साइड ब्यागमा राखेको छु मैले यसको स्ट्यान्ड है आज म खाजा कस्तो मिठो हुन्छ मेरो मुख चाहिँ लास्टै मिठो छ कि लगाइ चाहिँ मैले यो स्कुटर बेच्ने हेर्नु नि अब बेचेन मैले होइन म बेच्दिनँ पनि होइन अब यही हो स्कुटर मेरो म बेच्दिनँ पनि किन भन्दाखेरि अब मोटो भ्लगिङ गर्दाखेरि स्कुटर अलिकति एक्स्ट्रा छ नि त स्कुटर अलिकति एक्स्ट्रा छ नि त ल होइन यताबाट पनि देखाइदिनु न अलिकति एक्स्ट्रा छ स्कुटर चाहिँ होइन त्यही हो RM5 को इन्जिन हो अब जो स्कुटरमा पावर पनि बबाल छ आफूलाई चाहिने जतिको पावर छ होइन त्यही हो अब म खाजा खान जान्छु म लोकेसनको भिडियो पनि हालिदिन्छु तपाईँहरूलाई है ल सो गाइस म तपाईँहरूलाई चाहिँ हाम्रो 5 दाइको खाजा घर चाहिँ म तपाईँहरूलाई चाहिँ लोकेसन हालिदिन्छु होइन लोकेसन मैले अलिकति यसमा चाहिँ लेन्स हालेँ अलिक टल्के होइन यो तपाईँको सिटी स्क्वायर भइहाल्यो होइन ल सिटी स्क्वायर है ल सिटी स्क्वायर भइहाल्यो होइन यो सिटी स्क्वायर भयो तपाईँको यताबाट आउँदा फेरि तपाईँको चाबेल भइहाल्यो होइन अब यताबाट आउँदा फेरि तपाईँको मेरो दोकान जान्छ अब तपाईँको कलङ्की बालाजुतिर जान्छ होइन अब यो सिटी स्क्वायर भइहाल्यो तपाईँको मजाले यो सिटी स्क्वायर भइहाल्यो यो सिटी स्क्वायरबाट यताबाट जानुभयो भने टोखा अब यसको ठ्याक्कै साइडबाट जानुभयो भने त खाजा घर जान्छ है ल म तपाईँहरूलाई टक्कलाएर लोकेसन हालिदिन्छु होइन मिठो तपाईँहरूलाई पनि मेरो जस्तै मुख मिठो अनि तपाईँहरूलाई अलिकति खाजा अलिकति मिठो चाहिने रिजनेबल प्राइसमा मिठो चाहिने भने म तपाईँहरूलाई हालिदिँदैछु है यो चाहिँ यतिकै ऱ्यान्डमली मैले बनाइदिएको हो त्यस्तो त
हुन्छ नि एडभर्टाइज केही पनि होइन अब आफूलाई यत्तिकै होइन फेरि पैसा लिएर बनाएको क्या स्म्याचिङको त अहिले कपडा बेच्न छोडेर पुरै खाजाको एडभर्टाइज गर्दै हिँडेर होटलहरूको भन्ला फेरि त्यो फ्री है गाई चाहिँ फ्री ल यो चोक आउँछ यता लेफ्ट र यता राइट जाने हो यहाँबाट आउँछ हाम्रो खाजा घर 5 नेवारी खाजा घर ल यहाँ चाहिँ राखिदिन्छु म होइन ल मेरो एकदम म मोटाको कारण चाहिँ यही खाजा घरले हो मेरो मोटाउनुमा ठुलो हात यो खाजा घरको छ होइन 5 नेवारी खाजा घर यो चोक भइहाल्यो यो चोकबाट त राइट जाने अनि लेफ्ट जाने हुन्छ राइटतिर आउनु तपाईँ होइन खाजा घर ल ल अब दाइ रिसाउने हो कि दाइ थोरै दाइ है भिडियो लिएँ दाइ है भिडियो लिनु मिल्छ नि होइन ल हाम्रो दाइको ल है मेरो चाहिँ रेगुलर ठाउँ हो साउजी चाहिँ वहीँ भइहाल्यो होइन ल ए यहाँ जे खायो नि तपाईँको चना भटमास यो के आलु मेरो एकदम मनपर्ने चाहिँ आलु साँधेको यो चाहिँ बबालै छ होइन त्यसपछि चना भइहाल्यो त्यसपछि छोइला भइहाल्यो होइन दाइ यो के हो या जला मैले फर्स्ट सुने यो चाहिँ अनि भुटन भइहाल्यो होइन मैले रेगुलर खाने चाहिँ यो भइहाल्यो अनि मोमो भइहाल्यो होइन जुसी टाइपको स्याब हालेँ है मजाले भेराइटी देख्न सक्नुहुन्छ है ल लोकेसन हालिदिएको छु तपाईँहरू आउँछु दाइ मलाई छोइला गरिदिनु खाजा सेट गरिदिनु न छोइलाको म यहीँ खाने दाइ छोइला अनि मोमो 1 प्लेट बुढीले खाना खाइसक्यो होला अब खाजा सेट दाइ छोइला नेवारी सेट अनि मोमो 1 प्लेट है दाइ भातै खाएको छैन एकदम भोक लाग्यो क्या त्यही हो अब म खान लागेको छोइला त्यसपछि खाजा सेट भइहाल्यो अनि मोमो खान लागेको होइन के लैदिनु होला बुढीलाई यार भात खाइसक्यो बुढीले एकछिन सोध्नु पर्ला कलमा सोध्नु पर्ला अनि त्यसपछि फेरि यतिको लाँदा फेरि उसलाई अब के खानु मन लाग्छ होइन त्यही हो ल गाइस लोकेसन मैले भनिदिएको छु लोकेसन तपाईँहरूलाई होइन लोकेसन तपाईँलाई अब मोमो हेर्न सक्नुहुन्छ मजाले मोमो देखाइदिनु पहिला होइन सो गाइस मोमो आइसक्यो यहाँ चटनी र झोल अनि यिनीहरू चाहिँ मिक्स भइहाल्यो होइन अब म खान्छु अलिक जुसी टाइपको मोमो मनपर्छ होइन थुक आइसक्यो मुखबाट जुसी टाइपको मोमो मनपर्छ भने चाहिँ तपाईँहरूलाई स्योर मनपर्छ है त्यस्तो धेरै जुसी चाहिँ छैन ठिक्कको जुसी चाहिँ छ होइन ठिक्कको जुसी छ तर एकदम मनपर्छ तपाईँलाई खाजा सेट पनि आयो मेरो है खाजा सेट आयो अनि मोमो कति धेरै खाएको भन्ला मैले भात खाएको छैन आज होइन खाना खाएको छैन त्यसले गर्दा फेरि हो गाइज है ल त यति धेरै खाने मान्छे चाहिँ होइन म अनि तपाईँहरूलाई रिभ्यू दिन्छु भनेर पनि हो मोमोमा त म 10 मा 9.5 दिन्छु मोमोमा यो चाहिँ त्यो उसको झोल के भन्छ यार टुसा होइन तामा सरी तामाको झोल हो यो चाहिँ तामाको मेरो जस्तै मुख मिठो छ तपाईँलाई मिठो खानुपर्छ भने नै प्लिज भिजिट गर्नु होला खाजा सेटमा आलु भइहाल्यो एउटा अनि भुटन भइहाल्यो अचार भइहाल्यो अनि यो बडीको तर्का भइहाल्यो बडी अनि छोइला चना त्यसपछि यो बदम भइहाल्यो अनि चुरा सेट पाउँछ तपाईँले
मोमो अब यता यति छ होइन ल मलाई चाहिँ अलिकति टिपिकल टाइपको मनपर्छ कि टिपिकल टाइपको धेरै त्यो उसहरू भन्दाखेरि टिपिकल टाइपको चाहिँ अलिकति मनपर्छ मलाई मुख मिठो छ यार मेरो पानी खायो भने नि म मोटाउँछु कि बुढीलाई फोन हान्छु होइन यतिकै सरप्राइज दिन जानु मन लाग्थ्यो यतिकै घर होइन कफी खान जानुपर्छ नजिक हो कि दोकानबाट घर चाहिँ 1 किलोमिटर हो अब उसलाई के खान मन लाग्छ उसलाई फेरि जहाँ पाए त्यहीको मन पर्दैन यहाँको चाहिँ उसलाई मनपर्छ फेरि तर अब के खान मन लाग्छ सोध्छु मोमो चाहिँ बलाले चाहिँ मोमोमा चाहिँ म 10 मा 9.5 दिन्छु फोन गर्दैछु है पानी एक ग्लास मैले पनि चिनेको धेरै भएन यहाँ खाजा घर त्यो 6 महिना 7 महिना भयो होला भिडियो कल उठाएन अब कल हान्छ डाइरेक्ट होइन सुतिरह होला बिचरा काम छैन अब घर यति बसेर नि चुरा कुरुम छ यार आए 26 आए 26 हो पैसा आयो दोकानबाट सो गाइस म यो भ्याएर तपाईँलाई रिभ्यू दिन्छु है दाइ एउटा सुकुटी प्याकिङ एक प्लेट प्याकिङ है दाइ सुकुटी खानु दाइ एक प्लेट प्याकिङ हजुर सकेपछि म तपाईँहरूलाई रिभ्यू दिन्छु है सो मैले भ्याएँ होइन मैले खाजा सेट अनि एक प्लेट मोमो खाजा सेट खाँदा चाहिँ तपाईँले यो जुन पिनट हुन्छ नि त्यो लास्टमा खाँदा मजा त्यसको अर्कै छ क्या तपाईँहरूलाई म देखाउँछु खाजा अब फेरि खाएन सकेन भन्ला फेरि होइन यो चाहिँ मलाई अचार चाहिँ मन पर्दैन पहिलेबाट होइन खासै छैन मोमो फिनिस पिनट छ अब पिनट सुस्तरी खान्छु त्यसपछि पिनट सुस्तरी खाएपछि त्यही हो गाइस अब लाग्छु सेको सुकुटी पनि प्याकिङ भइसक्यो मोमोलाई मैले भनिहालेँ मोमोलाई चाहिँ म 10 मा 9.5 दिन्छु भने खाजा सेटलाई चाहिँ 8.5 दिन्छु होइन मिठो छ 10 मा 10 कहिले पनि हुँदैन अरे कि पर्फेक्ट कहिले पनि हुँदैन अरे दाइ मेरो सुकुटी भयो ओके कति भयो दाइ फोन नबोल्दै हुनुहुन्छ होइन एक प्लेट सुकुटी मोमो एउटा अनि खाजा सेट एउटा 540 ल प्राइस पनि अति नै रिजनेबल छ मैले सुकुटी एक प्लेट प्याकिङ मोमो बफ मोमो एक प्लेट अनि त्यसपछि खाजा सेट बल्ल 540 है ल 540 दाइकोमा म आइरहेको हुन्छु त्यस्तो डेली त आउँदैन
हप्तामा 2 चोटि चाहिँ आइरहेको हुन्छु हप्तामा चाहिँ ल हप्तामा 2 चोटि चाहिँ आइरहेको हुन्छु होइन दाइलाई बाई बाई बनाउनु ल दाइ बाई बाई है थ्याङ्क यू सो मच मेरो दाइलाई दाइ चाहिँ अनरै हो अनरै हो दाइ यहाँको अनर हो एकदम पुरानो हो दाइहरू चाहिँ लगभग 10 वर्ष है कति वर्ष भयो भने सुनेको थिएँ मैले 10 वर्ष भयो कि कति भयो भने सुनेको थिएँ मैले अब यहाँ त बाटो त के देखाउने र घरको बाटो त अब घर गएर यसो ढोकामा पुगेर म छोरा के गर्दैछ तपाईँलाई देखाउँछु है हजुर किन मेरो बुढीले मेकअप गरेन ल यही हो एउटा सपना मेरो है ल यतिकै थन्किने हो होइन चढ्ने त हप्तामा एकचोटि हो त्यही पनि बा भयो आऊ न कति लुकेको 1600 इङ्ग्लिस कहाँ बुझ्छु त नि मैले आयो ल त्यही हो है बाबु सुत्यो त्यही हो मेरो छोरा सुत्यो कि सुतेन भन्ने कुरा हो होइन अब यहाँ भेट्न पाएँ भने मजै होला कि छोरालाई उहाँ त्यसरी क्यामेरा राख्दैछु चोर आयो भने यताउता होइन चोर आउने भन्दा पनि छोरा यस्तो क्यामेरा चाहिँ किन राखेको मैले भन्दाखेरि को मान्छे हो यो मान्छे को हो यो मान्छे यो मान्छे को हो तिमी पापा कोही अब यस्तो हो अनि फेरि दोकान नजिकै छ नि त गाइस दोकान आऊ दोकान नजिकै छ होइन दोकान नजिकै छ अनि त्यसले गर्दा फेरि भेट्न आइराख्नु मन लाग्छ कि अनि क्यामेरा राख्दैछु क्यामेरामा हेर्ने हो सुतेछ कि सुतेछ होइन अनि सुतेछैन भने तु भेट्न आउने एकछिन होइन मान्छे नचलेको बेलामा बेलुका अहिले त कति 2 बज्यो होला 2-3 कति बज्यो अब एकछिन पछि फेरि मान्छे चल्छ त्यतिखेर पाउँदैन कि हेलो भनिदिनु पापाको ब्लगमा हेलो भनिदिनु ल गाइस अब यहाँबाट अब बुढलाई म खाजा दिन्छु त्यसपछि दोकान लाग्छु होइन के कस्तो छ तपाईँहरूलाई अब व्यापार व्यवसायको अहिलेको टाइममा कस्तो छ म तपाईँहरूलाई भन्ने नै छु है त्यही हो गाइस ल फेरि आम्ला फेरि भेटौँला है ल गाइस है उहाँ चाहिँ हुनुहुन्छ मेरो भगवान बच्चाहरू भगवानको रूप हुन्छ भन्छ नि होइन ल भगवान उहाँ चाहिँ मेरो भगवान है खासै सोसल मिडियामा चाहिँ नलिएर भन्ने के गरेको बाबा सोसल मिडियामा चाहिँ खास नलिएर भनेको तर अहिलेको जमानामा सोसल मिडियामा जो मान्छे छैन उसको अस्तित्व छैन भने जस्तै होइन त्यही हो सोसल मिडियामा अब अलिअलि युज गरिदिनुपर्छ अहिलेको जे कुरा पनि व्यापार व्यवसाय बिजनेस जे पनि अहिले सोसल मिडियाले नै अब सोसल मिडियाले गर्दा फेरि नै अलिकति माथि पुग्न सजिलो हुन्छ होइन त्यसले गर्दा फेरि सोसल मिडियामा हुनैपर्छ कालु हेलो भनिदिनु पापाको ब्लगमा हेलो भनिदिनु पापाको ब्लगमा अनि अब यो शनिबार चाहिँ फेरि ड्रोन उडाउन जाने सोच छ अब कता जाने होला होइन गाइस तपाईँहरूलाई अलिकति नजिक काठमाडौँबाट यहीँ अब 1 घन्टामा पुग्ने अलिकति ठाउँ दामी कहाँ ड्रोन सट कहाँ हुन्छ दामी तपाईँहरूले यसो मलाई रिकमेन्ड गरिदिनु होइन म कमेन्ट पढेर जाम्ला नजिक फेरि दोकान पनि खोल्न पऱ्यो होइन त्यही हो मसँग एकजना भाइ जान्छ भाइहरूले खोलेको त हुन्छ हुन त दोकान होइन त्यही हो गाइस ल बाई 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 भनिदिनु म पनि ठुलो भएपछि म पनि बोल्छु अनि त्यसपछि वेलकम के अरे वाट्सएप गाइस भन्छु पापाले जसरी भन्छु ए मर्दै रहेछ कहाँ हातले के होला हातले ल गाइस अब ब्याट्री लो भयो म चाहिँ अहिले टक्क लाएर होइन ब्याट्री लो भयो अहिले चाहिँ ब्याट्री लो भयो अब होइन म अहिले हुन्छ नि दोकानमा गएर चार्ज गरेर त्यसपछि फेरि लाइनमा आउँछु त पूजा गरेर ल लास्ट सो गाइस अब हेर्नु होइन बाबु क्याब ल्याउ त अब जान लागेपछि छोरा हेर न यहाँ अरू बेला मान्दैन यसरी ओ कापा के को आपा
अब ब्याग भिरे होइन रातो क्याप हिजो ल्याएको थिएँ नि त मैले हेलमेटसँग अब यो मैले ब्याग भिरेपछि उसले थाहा हुन्छ कि अब जान लाग्यो बाबा भनेर त्यही हो गाइस अब कफी सफी खाएँ होइन दोकानलाई पनि टाइम दिनु पऱ्यो त्यही दोकानले हो अब खाने लाउने सबै कुरा त्यही दोकानले हो अभियसली दोकानलाई त माया नै छ मेरो सेकेन्ड बुढी भन्दा नि हुन्छ होइन किनकि फुल टाइम दिन्छु नि त पसललाई त्यसले गर्दाखेरि जस्ट जिस्केको यस्तो छ ल हेर्नु न ए हेर्नु न ए बाबु तपाईँलाई देखियो के ल हेर्नु न कालु ए कालु बाबुसम्म त न त्यही हो अब जान लागेपछि चाहिँ अलिकति पछ्याउँछ होइन तर पनि पछ्याउँछ त्यसमा छ नि एकदम अर्कै मजा छ क्या जब आफ्नो छोरा हुन्छ नि पछ्याउँछ बाबा बाबा भनेर जब दोकानबाट आउँछ दोकानबाट आउँदाखेरि पापा बाबा भन्छ नि त्यसको आनन्द अर्कै छ कि त्यसको मजा बल्ल अनि आफ्नो बल्ल बाउ भएछु है भन्ने फिल हुन्छ क्या त्यसरी बुझ्नु न अब है खै त्यही हो त्यही अब दोकानलाई पनि टाइम दिनु पऱ्यो होइन ल यही हो है एउटा सपना पुरा गर्यो अब अर्को सपना पनि अब आई होप छिटै पुरा होस् र केटा मान्छेको सपना पुरा हुनमा हात यो आई मान्छेको हुन्छ आई मान्छेको हुन्छ भन्न खोजेको बुढीको ठुलो योगदान हुन्छ र बुढीको ठुलो हात हुन्छ होइन केटा मान्छे बिग्रेको चाँड रक्सी खाएको हुन्छ नि अब त्यस्तै त्यस्तै खाले अब त्यो केटा मान्छेलाई कतिको माथि लाने तर लाने केटी मान्छेको हातमा हुन्छ गाइस त्यही हो मेरो भ्लगमा फेरि यस्तै हो है ब्ल्याङ बोल्यो त्यो छानेर हुनु जस्ताको त्यस्तै आउँछ होइन सो गाइस अब म दोकानमा गएर गर्छु भ्लग है ल बाई बाई ल दोकान आइपुगेँ होइन यहाँबाट जस हाम्रो रुम चाहिँ हाम्रो फ्ल्याट चाहिँ म बसेको ठाउँ चाहिँ त्यही स्कुटरमा आयो भने 3 मिनट 4 मिनट होइन अलिकति चोकमा जाम हुन्छ त्यसले गर्दा फेरि 5 मिनट हो होइन त्यही हो अब अलिकति नजिक बसेको फाइदाहरू पनि छ अलिकति घाटा पनि छ घाटा के कुरो भन्दाखेरि तपाईँको बच्चालाई भेट्न मन लागिराख्ने अब दोकान छोडेर गइराख्नु मन लाग्ने फाइदा भनेको होइन फ्याट्ट गरेर भेट्न पायो त्यही हो कि त्यही हो सो अब त्यही हो व्यापार आज छैन होइन व्यापार अब यस्तै हो होइन ल दुईजना मजाले बसिरह्यो हो भाइ यो भाइ चाहिँ एकदम लजाउँछ केटी मान्छे जस्तो है हाम्रो फेक भाइ त्यही हो गाइस है अब दोकान यही हो गरिखाने भाडा यही हो होइन अब अरू त्यस्तो गर्न आउँदैन सिधै भन्दाखेरि है अनि त्यसपछि एकदम के अहिले यस्तो कम्पिटिसन छ है कपडा पसलमा हरेक कुरामा कम्पिटिसन छ नेपालमा अहिले होइन जस्तो तपाईँको कफी सप छ भने सबैले कफी सप फेन्सी पसल खोल्यो भने सबले फेन्सी पसल होइन अहिले बार सब कस्तो चट्टा आएर बार सब है त्यस्तो नगर्नुहोस् नयाँ तपाईँले जति पनि तपाईँले कम्पिटिसन गर्नुहुन्छ नि त्यति नै रिक्स हो होइन हुन त अब जहाँ रिक्स है वहाँ रिक्स भन्छ होइन तर सबैले रिक्स लिन सक्दैन नि त होइन सबैले रिक्स लिन सक्दैन त्यही हो गाइस अलिक बरु नयाँ गर्ने अलिकति एक्स्ट्रा गर्ने होइन अलिकति पैसा कमाउने बाटो गर्ने त हो नि होइन खाना लाउनलाई पुग्ने भए त अर्काको जब गरे पनि भइहाल्यो नि किन बिजनेस गर्नु पऱ्यो होइन त्यही हो अब हेरौँ आजको दिन के जान्छ त्यसपछि यो भिडियो ड्रप हुँदा फेरि बेलुकै हुन्छ होला सकेछ नि तपाईँहरूले चाहिँ सब्सक्राइब गर्न नबिर्सिनुहोस् मलाई माया देखाउनुहोस् र अनि ममा के कमजोरी के कस्तो छ दाइ यो भएन त्यो भएन भाइ यो भएन होइन यसरी जाऊ भनेर तपाईँहरूले नि आइडिया दिनु सक्नुहुन्छ अब त्यही हो अब चाहिँ कन्टिन्यू जान्छ कन्टिन्यू डेली भ्लग चाहिँ हुँदैन टाइम हुँदैन जस्ट भ्लग आइरहेको छ अहिले है आउनुहुन्छ कि मेरो पार्टी लिएर आउँछु छिटो पुरा अलिक फास्ट केटा मान्छे ब्याट होइन गाइस त्यही हो अलिअलि कस्टमर आएको छ गाइस ए गाइस दोकान मेरो है सानो गरिब मान्छेको दोकान यही हो गाइस मेरो कार कलेक्सन फेक चिया खाने हो चिया खाने कि कफी खाने हो कफी हो कि हामीले कफी खाएको है चिया खाइदिनु ल चिया भनौँ अब होइन अब चिया चाहिँ कहाँ भन्ने भन्दाखेरि चिया भन्थ्यो कति बाल्नु
चिया चाहिँ कहाँ हो भन्दाखेरि मोटी सो गाइस चिया चाहिँ यहाँ खास यहाँ बर्गर हो होइन खास यहाँ चाहिँ बर्गर हो मैले खासै बर्गर खाँदिनँ तर मेरो बहिनीले चाहिँ मेरो लागि चाहिँ चिया बनाइदिन्छ है दुध सकियो कि छ 3टा पखाए एउटा 2टा 3टा 4टा त्यो भाइलाई किन छुटाउने ल 4टा मिल्क टी है हाम्रो बहिनी हाम्रो म्यानेजर बहिनी ल यहाँ चाहिँ खास चाहिँ भन्ने हो भने बर्गर अनि त्यसपछि पिज्जा अनि त्यसपछि म मेनु देखाइदिन्छु सबभन्दा बेस्ट ल ल माथि सर मेनु हेर्नु हेर ल मेनु अलिकति उस्तो होला है खास यहाँ चाहिँ मेन चाहिँ बर्गर र पिज्जा हो तर चिया बहिनीले मिठो बनाउँछ अनि अलिकति तातो छिटो हुन्छ यहाँ होइन खासै चिया चाहिँ कस्टमरहरूलाई नि बनाइदिन्छ बनाउँदैन है बनाइन्छ अलिअलि मात्र जतिखेर पनि एभाइलेबल चाहिँ हुँदैन टी यहाँ चाहिँ अनि हाम्रो ब्रदरले आज पनि गेम हेर्नु जानुभयो भन्न खोजेको उहाँ क्रिकेट हेर्नु क्रिकेट एकदम लभर उहाँ दोकान छोडी क्रिकेट हेर्नु एक्लै हो तिमी त्यो भाइ गयो है अब आउँछ होला यहाँको अर्को 2जना हुनुहुन्छ अर्को भाइ र हाम्रो बहिनी अनि भाइ चाहिँ कहाँ घर गएको है घर बस्छ घर दमल्यो भ्याएपछि के म भाइलाई पठाइदिउँ कति मिनटमा पठाइदिउँ 5 मिनट ल 5 मिनटमा म 5 मिनटमा पठाइदिन्छु गाइस त्यही हो चिया होइन एक्लै छ आज बहिनी एक्लै छ त्यसले गर्दाखेरि बाहिरको फोटो कति छैन त्यही हो अब आजको भ्लग यहीँ गर्नु पर्ला हुँदा चिया खान्छु पहिला चिया खान्छु होइन चिया खाएर रक्क लाएर अनि बल्ल इन गर्छु है दाइ हाम्रो सुन्दरसँग दाइ होइन ल मेरो दोकान पारिबाट चाहिँ यस्तो देख्दो रहेछ ल आई मिन भन्नाले मैले पहिला पनि देखेको तर तपाईँहरूलाई देखाउँदैछु ल आज अलिक कस्तो दामी छ यार वेदर मिन्स यो उसके अब के भन्छ होला वेदरै भन्छ होला सायद मेबी ल अलि राम्रो छ कस्तो आकाश खुलेको जस्तो होइन यस्तोमा ड्रोन उडाउनु पाएँ भने चाहिँ दामी हुन्छ एक्चुअली मलाई हाम्रो यो बर्गर हाउसको भाइले अघि मैले सोधेँ नि त्यो भाइले ड्रोन उडाउँ भन्थ्यो यहाँ माथिबाट यो घरको माथिबाट ड्रोन उडाउँ भन्थ्यो मैले चाहिँ नउडाएको अलिकति डरै लाग्छ ड्रोन होइन अब कस्तो भन्दाखेरि अब महँगो छ नि त त्यही भएर अनि अलिकति सम्मोमा अलिकति खुल्ला ठाउँमा उडाउनु र अब यस्तो माथिबाट उडाउँदै फेरि भरे ल्यान्ड गर्न अलिकति होइन अब यस्तो माथिबाट उडाउँदै फेरि भरे ल्यान्ड गर्न सकेन भने त गयो त ड्रोन त त्यसले गर्दा मैले नउडाएको अस्ति तर एक दिन उडाउँछु अलिकति ड्रोनमा अलिक प्रोफेसनल भएको छैन म अलिकति प्रोफेसनल भएपछि चाहिँ उडाउँछु ल अहिले चिया आएपछि फेरि चिया खाइन्छ नि गफ गरिन्छ है ल फेक भाइ मैले चिया भनिदिएँ है फेक है ओके ल फेक है ल आज सेल्स राम्रो छ नि है राम्रो फेक आएपछि नराम्रो हुनु कुरो भएन नि ल ओके गाइस अहिले चिया आएपछि फेरि हामी आउँला मेरो ब्लगमा त्यतिन्जेललाई बाई बाई सो गाइस हामीसँग भाइले चिया लिएर आयो यो माई गड यो पेपरमा किन ल्याएको नि यार भन्नु पर्दैन दाइले पेपरमा खानु भनेर खत्तेरीका यार पेपरमा ल्याइदिएछ पेपरमा मलाई मनै पर्दैन कि सिसा ग्लास कस्तो होला एउटा उता छोडिदिएको फेक्ला दिएको सो गाइस है आजको ब्लग यही नै हो है व्यापार ठिकै छ त्यस्तो दामी पनि छैन नराम्रो पनि छैन ठिक्क छ चित्त बुझ्ने होइन जे जति हुन्छ त्यसैमा चित्त बुझाउन सिक्नुपर्छ हामीले पनि होइन अब धेरै ठुलो भाग पनि खोज्नुहुन्न र अनि आफूले दुःख गर्नुपर्छ कि ठिक्कको पुग्ने होइन त्यही हो ल आज भाइहरूलाई जस्तो चिया खुलाएको भाइ चिया खुलाएको ए होइन सरी उता छोडिदिए आज तिमीलाई त्यही हो कहिले कहिले भाइलाई यसो चिया खुलाएको फकाउनु पर्छ होइन त्यही हो अब खाजा खाँदै दिइन्छ नि सधैँ
तर पनि चिया एक्स्ट्रा चियाको लागि चाहिँ कहिले कहिले यसो जाडो अलिअलि चिसो बढे जस्तो भयो भने चाहिँ खुलाउँछु क्या ल गाइस त्यही हो होइन अब यस्तो हो व्यापार भन्ने कुरो कहिले हुन्छ कहिले हुन्न होइन कहिले राम्रो हुन्छ कहिले ठिक्क हुन्छ कहिले हुँदैन होइन त्यस्तो हुँदै नहुने त अहिलेसम्म दिन त आएको छैन अनि मलाई चाहिँ अलिकति भ्लगमा अलिकति इन्ट्रेस्ट किन भन्दाखेरि मलाई सोसल मिडियामा अलिकति मलाई अझै एक्टिभ हुन मन छ होइन त्यही हो अलिकति मरि लानु के छ र फेक चिया त आएको छ छिटो सेलाउलाई चिया आएको छ छिटो फेक अनि त्यही हो अनि आजको भ्लग पनि अब यही हो अहिले एकदम कम्पिटिसन छ मैले भन्नु खोजेको चाहिँ व्यापार व्यवसायको एकदम कम्पिटिसन छ मान्छे छैन सबै बाहिर गएको छ अहिले होइन त्यसको कारणले गर्दा पनि अहिले अलिकति गाह्रो छ अब अहिले सबैजना बाहिर हुनुहुन्छ है नेपालमा अबको समयमा अबको 1-1.5 वर्षमा चाहिँ व्यापारी मात्रै हुन्छ होला क्या अब कस्टमरै हुँदैन होला कि त्यही माथि अब अहिलेको जेनेरेसनको भाइहरू अब म हेरिरहेको हुन्छु होइन 12 क्लियर गरेको अब ब्याचलर पढ्ने बित्तिकै नेपालमा लगानी गरेर कपडा पसल खोलेर गार्मेन्ट खोलेर राम्रो हो म राम्रो भन्छु जस्तो अब बाहिर जानुभन्दा आफ्नै देशमा केही गरेको राम्रो तर अहिलेको टाइममा हामी नेपालमै बसेर 50-60 लाख लगानी गरेर बिजनेस गर्ने भनेको चाहिँ अहिले गाह्रै छ है किनकि लगानी गरेपछि लगानी उठाउनु पर्यो होइन लगानी गरेपछि लगानी उठाउनु पर्यो कमाउनु पर्यो है अब हुन त अब सब मैले भन्नु खोजेको सबैलाई बाहिर जानुपर्छ भन्नु पनि खोजेको होइन तर अहिलेको टाइममा चाहिँ एकदम गाह्रो छ नेपालमा चाहिँ ल गाइस त्यही हो आजको भ्लग यही नै हो अब भोलि पर्सि कहिले हुन्छ फेरि म भ्लग गर्नेछु म जस्ट हप्तामा एउटा दुईवटा चाहिँ म ड्रप गर्नेछु तपाईँहरूको साथ सपोर्ट चाहिन्छ मलाई सब्सक्राइब गर्नु होला मलाई के कस्तो हो अझै यसरी भ्लग गर्नु यस्तो गर्नु भन्छ जस्ट मेरो भ्लग चाहिँ अलिकति ताके ढङ्गै छु अब खानेकुराहरूको होइन यसो घुमेको अनि आफ्नो लाइफस्टाइल कस्तो छ के छ कसरी छ त्यो देखाउन खोज्ने हो जस्ताका त्यस्तो धेरै त्यो म त्यो धेरै त्यो एडिट गरेर आफ्नो जे हो त्यही देखाउने कोसिस म चाहिँ गर्नेछु है ल फेरि अर्को भिडियोमा भेटौँला त्यति दिनलाई बाई बाई टाटा टेक केयर है ल